सबैलाई नमस्ते मेरो युट्युब च्यानलमा आज पनि ब्लग बनाउँदैछु एउटा रोडको लागि। पुरा तपाईँको बाटो धुलो उडेर आज घरि बिजोग छ होइन। सबैले यसो हेरिदिनु होला। यस्तो छ केही नदेखिने पुरा रमल गाडी यस्तो चलेछ। र यो हो साउदीको तपाईँको तबुक टु साका आरार कुरियात जाने बाटो यही हो। तपाईँको धेरै धुलो उडेर केही नदेखिने भएको छ आज। कतिबाट पुलिस आउँछ पनि डर पनि छैन यो बनाउँदाखेरि। अब तपाईँहरूले हेरेर यसो साउदीको दृश्य हेरिदिनु होला तपाईँहरू पनि। अब जम्मै अगाडि गाडी पनि देखिन अलिक गाह्रो छ है यस्तो त्यस कारणले गर्दाखेरि ब्लग बनाउनु पनि हेरेर सोचेर बनाउनुपर्छ। कतिबाट मामाले देख्नुभयो भने त्यता पनि डर छ। त्यही गर्दा अहिले मैले माइक्रोफोनको व्यवस्था गरेको छैन। अब केही दिन पछाडि माइक्रोफोनको व्यवस्था गर्छु। त्यस पछाडि ब्लग साउन्ड राम्रो आउँछ। बाटो पनि अलि खराब छ। त्यसले गर्दाखेरि यिनीहरूले यस्तो गरेर होइन। मैले आफूले पनि दिनुपर्ने हुन्छ। आज बाटोको अवस्था नजर भएको हुनाले बनाउँदैछु भिडियो पनि होइन। अब त्यही हो साउदीमा आज पहिला हरियाली उडहरू पाइने गर्थे, घाँस हुन्थ्यो। र अहिले त अब गर्मी मौसम चल्दैछ। त्यसले गर्दाखेरि गाह्रै छ। मैले धेरै जस्तो यही बाटोको ब्लगहरू बनाएर हालिरहेको छु। अनि बाटोको नजारा रमल गाडी भने यही हो। केही छैन। अब सहर सिटीतिर बनाउन अलिक गाह्रो छ। हाम्रो पनि भिडियो त्यो चारैतिर क्यामेरा हुन्छ होइन। बाटोको यात्राहरू तपाईँहरूले हेर्दै गर्नु होला। मन परे लाइक सेयर पनि गरिदिनु होला। ड्राइभिङ साउदीको यो स्टिङ हो होइन। गाडी पनि तपाईँको 110 समथिङ कुरा दिइरहेको छ। के अरे भयो तपाईँको मलाई त आफूलाई भन्दा पनि बाटो देखाउनु मन लागिरहेको छ। बाटो हेरिदिनु होला प्रायः तपाईँहरूले सबैले होइन। अनि केही देखिँदैन भने रमल उडेर रमल गाडी भने एउटा गाडी आइरहेको छ ग्यासको। ग्यास सिलिन्डर अघि के बोकेर आएको छ, भेरा बोकेर आएको छ, खाली छ। यस्तो चाहिँ झन् अघि जाँदै गऱ्यो झन् अँध्यारो आउँदैछ। झन् अघि जाँदै गऱ्यो झन् अँध्यारो आउँदैछ। गीतको सङ चाहिँ हाल्नुहुन्थ्यो। अब अलि त्यो सिस्टम पनि भएको छैन। अब नयाँ मोबाइल किनेपछि सबै चिजको व्यवस्था गराउन भनेको छु भिडियोहरू बनाउनुलाई। अहिले अवस्था धेरै छ। अझै गाडी देखिन्छ नि त्यति अँध्यारो चाहिँ 5-7 गाडी लाइनमा छ नि है। देख्नु ए यस्तो छ है। सबैले नमस्ते। भिडियो हेरेर भनिदिनु होला केही चित्त नबुझेको कुराहरू। केही सुधार्न मौका पाइन्छ होला। धेरै कोसिस गर्नुपर्ने रहेछ। अहिले मैले पनि गरिरहेको छु। ब्लगहरू बनाउनुतिर गइरहेको छु। अब म पनि बिदा हुने बेला हुन्छ भिडियो देखेर। झन् राम्रो
धुलामे छ कि बाटो। हस् त अर्को नेक्स्ट भिडियोमा फेरि यस्तै धुलामे बाटो सहित ब्लग लिएर आउनु भयो है त। हस् त धन्यवाद।